अहिले चाहिँ हामी मध्य प्रदेशको सर्लाही जिल्लाको बागमती नगरपालिकामा छौँ, जुन चाहिँ भरत ताल भन्छ उसलाई। यो भरत ताल हो, तपाईँले हेर्न सक्नुहुन्छ एकदमै ठुलो छ। यो चाहिँ 121 बिघा क्षेत्रफलमा फैलिएको छ, जुन चाहिँ मानव निर्मित ताल पनि भन्छ। यसै त हाम्रो कपिलवस्तुको जगदीशपुर तालले पनि मानव निर्मित ताल भन्छ, तर त्यो चाहिँ 111 बिघा हो। यहाँ चाहिँ विशेष गरी पर्वहरूमा अनि त्यसपछि नयाँ वर्षमा अनि विवाहको जुन बेला लगन हुन्छ त्यति बेला न्युली म्यारिड कपल हुन्छ नि, नयाँ नयाँ विवाहको उहाँहरू फोटो चाहिँ खिचाउन आउनुहुन्छ। यहाँ चाहिँ बोटिङ पनि देख्न सक्नुहुन्छ त्यतातिर, अनि साइक्लिङ छ, उतातिर पनि बोटिङ छ। अनि उता चाहिँ नयाँ होटेलहरू बन्दैछ। ऊ चाहिँ के हो भन्दाखेरि त्यहाँ पानीको बिचमा त्यो तालको बिचमा चाहिँ एउटा होटेल बन्दैछ। यो चाहिँ भरत जुन चाहिँ अहिले बागमती नगरपालिकाको मेयर हुनुहुन्छ, नगर प्रमुख, उहाँले निर्माण गर्नुभएको ताल हो, त्यही भएर यसले भरत ताल भन्छ। यो नगर प्रमुखको नामबाट बनेको हो भनेर पनि भन्छ कसैले, होइन। हाम्रो यो ठ्याक्कै बागमती पुलको जस्ट दक्षिणपट्टि करिब 1 किलोमिटर 1.5 किलोमिटर अगाडि होला। राम्रो छ, घुम्न आउनु होला।